हेलो साथी हो, हामी चाहिँ कलकत्ता घुम्न गयौँ। अनि निको पार्क, इको पार्क र यहाँको म्युजियमहरू अनि बिर्ला प्लानेटोरियम हेऱ्यौँ। र विशेष हाम्रो एउटा इन्टरभ्यूको कामले गएका थियौँ, तर धेरै दिन बस्नुपर्ने हुनाले हामीले इको पार्क र निको पार्कमा चाहिँ गएर यो गर्मीलाई अलिकति हटाउनको निम्ति पानीमा दुईजना धेरै इन्जोय गऱ्यौँ, बहिनी र म। अनि यसरी अब इन्जोय गरिसकेपछि फेरि आजको दिनमा हाम्रो इन्टरभ्यूहरू थियो, भोलि पनि छ। त्यसपछि हामी ब्याक गर्नेछौँ घर। तर हामीले साह्रै गर्मी त भएन, कता कति गर्मी भए तापनि पानी परेकोले गर्दा अलिक ठन्डै थियो। र ठन्डामा जुन दिन अलिक टेम्परेचर बढ्यो त्यो दिन चाहिँ हामी निको पार्क गयौँ। अगाडि दिन इको पार्क गयौँ है। अलिक माथि सबैजना हुन त सिलगढीमा पनि हाम्रो एम्युजमेन्ट पार्क सानो छ, दार्जिलिङ हेलो 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 पर्खाइ मैले यो भिडियो मात्रै गरेको, अब उयो गरिदिन्छु एकछिन। पहिले पनि गएकै हो, तर टाइम पास के गर्नु बसेर भनिकन चाहिँ हामी कलकत्ता एक्सप्लोर गरिरहेका छौँ। मजै आयो। बहिनी र म दुईजना यसरी घुमिरहेका छौँ। र यो भिक्टोरिया मेमोरियल पनि धेरै वर्ष भएको थियो गएको, चर्च, लन्डन चर्च है, गएर हामी इन्जोय गऱ्यौँ है साथी हो।